हाई साथीहरू गाइस हाम्रो टोङसामा चाहिँ पानी परेर यस्तो भइरहेछ है। हेर्नुहोस् है, अस्ति समर डेजमा बर्खामा कस्तो भएको थियो सेम वेदर सेम फर्केर त्यस्तै भइरहेछ यहाँनिर। हाम्रो बाहिरी देशीका पाहुनाहरू पनि धेरै आएर छ। आज जोङभित्र पनि के पो छ भन्दै थियो, त्यो भएर हाम्रो कर्मचारीहरू पनि धेरै नै त्यहाँनिर भाग लिनु गइरहेको थियो। अस्ति बर्खामा अस्ति समर डेज कस्तो थियो यस्तै सेम छ है साथीहरू। हेर्नुहोस् है, डाँडा डाँडातिर सबै कुहिरो बादल लागेर है केही देख्नु छैन। घाम लाग्यो भने त अथवा अलि रमाइलो जस्तो हुन्छ, पानी चाहिँ परिदियो भने चाहिँ मनै खिन्न हुन्छ के, मनै रुने ठाउँ छ यहाँनिर चाहिँ। अरू कतै पनि केही पनि देख्ने होइन, एकदम कुनामा छ कि, त्यो भएर यता डाँडा उता डाँडा चारपट्टि डाँडा है, त्यो भएर केही पनि देख्ने छैन। अनि घाम लाग्यो भने त अथवा उग्रियो भने त यताउता अलिअलि देखिन्छ होला। पानी परिदियो भने चाहिँ व्यर्थै हुन्छ, मौसम बोरिङ हुन्छ। र हजुरलाई यो मेरो भिडियो कस्तो लाग्छ अवश्य यसको प्रतिक्रिया गरिदिनु होला भन्न चाहन्छु। यतिको साथमा हजुरको साथबाट म अहिलेको लागि यो भिडियोबाट बिदा दिन चाहन्छु। धन्यवाद सबैजनालाई, थ्याङ्क यू।